निकी निकी हाई निकी हाई तर गाइस हामीलाई धोका भयो क्या हामीलाई धोका भयो हामी चाहिँ सनराइज हेर्न बिहान उठेको यहाँ हिमालहरू अहिले चाहिँ हामीहरू चाहिँ माथि हामी बसेको भन्दैन अलिकति माथि यहाँ अस्ट्रेलियन क्याम्पमा छौँ अनि यहाँ चाहिँ टेन्ट रहेछ गाइज अहिले चाहिँ हामीहरू तल पोखरा जाँदैछौँ धम्पुसबाट अनि तल जान चाहिँ अलिक छोटो लाग्दो रहेछ टाइम अनि कस्तो राम्रो छ अब त्यही देऊ मैले तपाईँहरूलाई देखाउने भनेको नि जङ्गलै हो है अरू त के देखाम यो बाटो चाहिँ अलिक ओह्रालो नै रहेछ अनि तर रमाइलो नै भइरहेछ ओह्रालो भए त्यस्तो ओह्रालो पनि छैन क्या म त योभन्दा डेन्जर बाटोमा नै हिँडेको छु ल गाइस अहिले अघिसम्म चाहिँ सबै राम्रो थियो बाटो यो चाहिँ अलिकति गाह्रो छ है तल ओह्रालो जाने बाटो चाहिँ अलिकति गाह्रो छ बट यस्तो गाह्रो बाटो त मैले धेरै काटिसकेँ यो त मेरो लागि के नै हो र लड्यो भने चाहिँ डट हाउ स्विट मेरी बहन गाइस सेलिन चाहिँ हिँड्दा निदाइसकेको छ बिचरा उसको हातमा फ्लावर छ कति क्युट क्यानी पनि गाइस चाहिँ अलिक कस्तो गुफा जस्तै ठाउँ रहेछ औ भूत आउँछ क्या हो गॉड हामी मेन चाहिँ माथि सनराइज सनसेट हिमालको हेर्न आएको कि यहाँ अस्ट्रेलियन क्याम्पमा तर बट अफसोस हामीले हेर्न पाएनौँ किनभने क्लाउडी थियो बादलले छेकेको थियो कस्तो भयो तँलाई माथि बसेर रमाइलो भयो हामी त जाने होइन बिहान 5 बजेको अलार्म राखेको थियो क्या बिहान सनराइज हेर्छु भनेर बट नो गाइज त्यहाँ भएको अरूहरू मान्छेहरू पनि हिमालय हेर्न आएको घामै लागेन भने दे वर स्याड यस यस गाइज अब नेचरको के दोष अब यो नेचरको पनि के दोष नि त बिचरा यो जतिखेर पनि त चेन्ज हुनसक्छ नि त्यही त हो नि गाइज ल भन एउटा कुरा भन्न चाहनुहुन्छ अरे उहाँले तर गाइज छ नि हाइकिङमा जहिले नि उकालो भन्दा नि ओह्रालो झर्न मजा आउँछ नि तपाईँको थाहा थियो थाहा थियो यो मन त मेरो नेपाली हो वाउ गाइज दिस इज वेस्ट पोइन्ट यहाँ के लेखेको छ भने एन्जोय एभ्री सेकेन्ड अफ यर लाइफ अब चाहिँ हामीहरू अलमोस्ट तल रोडमा पुगिसक्यौँ अनि हाम्रो ट्याक्सी चाहिँ अघि नै आइसकेको छ अनि गाइज आजको स्पेसल भ्लग चाहिँ न्यू इयरको भ्लग हुनेवाला छ अनि ह्याप्पी न्यू इयर 2082 अनि हजुरहरूले चाहिँ आफ्नो न्यू इयर रिजोल्युसन के बनाउनु भएको छ कमेन्ट डाउन बिलो मेरो चाहिँ के हो भने बना भने द सेक्रेट भन्दिनँ ल सो गाइस अब चाहिँ हामीहरू यहाँ रोडमा आइसक्यौँ अनि वी आर गोइङ स्विखेत फर लन्च अनि अब त्यही नै हो आज बेलुकाको प्लानिङ चाहिँ के हुन्छ म तपाईँलाई अपडेट गर्छु पछि अनि खोला सुकेको छ त्यही भएर होला यो रेस्टुरेन्टको नाम स्विखेत भएको ओके गाइस लेट्स गो So pretty छ यो रेसर्ट ल टेबल टेनिस पनि खेल्ने ओके लुक्स भेरी इन्ट्रेस्टिङ यहाँ सब के छैन भन्नु नि म हजुरहरूले देखाउँछु है पिङ पनि छ यहाँ उता बेबी सुतिरहेको छ अनि हियर्स वान आई डोन्ट नो वाट डु यु कल दिस छ अनि यहाँ छ ओहो लन्च गर्ने ठाउँ एन्ड इट लुक्स सो प्रिटी तपाईँहरूले देख्नुभयो कस्तो प्रिटी छ यो ठाउँ अब चाहिँ हामी यतै नै लन्च गर्छौँ अनि त्यसपछि विल गो ब्याक टु आवर होटेल उता लेक साइडको अनि बेलुका चाहिँ हाम्रो डिनर छ या गाइस सी यु देयर खेला न डल्ली खुसी भइरहेको रहेछ ए हो बेबी स्माइलिङ हाई ओके गाइस हामीहरू चाहिँ पोखराको जाममा पर्यौँ
बाई सेल्डेन न्यु इयर हो अनि वी हेभ न्यु इयर डिनर विथ सिस्टर भेना अनि सेल्डेन यो आउटफिट चाहिँ फिक्स नहुन सक्छ म अझै पनि हेरिरहेको छु कि मलाई कुनमा राम्रो देख्छ भनेर हजुरहरूको यो वर्ष पनि मेरो यो अनुहार जस्तै चम्किलो होस् भन्ने शुभकामना गर्दै अब चाहिँ म अर्को ड्रेस चेन्ज गर्छु ओ माई गड आइ एम लभिङ दिस लाइटनिङ सो गाइज मेरो चाहिँ यो आउटफिट फाइनल भयो एन्ड आई लुक सो प्रेटी पैसामा हजुरहरूलाई फुल आउटफिट देखाउँछु है बिकज अहिले त्यो ऐना सानो छ क्या दिस इज माई We will show our outfit बाहिर कतै ठाउँमा पोखराको नाइट भ्यू गाइज अनि भर्खरै दिदीको कल आएको थियो हामी चाहिँ अन्नपूर्ण गार्डनमा जाम हुँदो रहेछ है पोखरामा पनि जाम जस्तो तर काठमाडौँ भन्दा त थोरै नै हो पोखरामा बस्ने साथीहरू हामीलाई भनिदिनुहोस् यो अन्नपूर्ण गार्डन कता हो हामी त लस्ट भयौँ हामी त हरायौँ यस्तो के क्यारोको सिधा भित्र आउनु र लेफ्ट साइडको बाटो भनेपछि त यतै कतै नै हुनुपर्छ लेफ्ट साइडतिर ल पोखरामा दुई बहिनी हरायौँ ओके गाइज नाउ पोखरा लुक्स इन्ट्रेस्टिङ है अहिले चाहिँ बल्ल दामी देखिरहेछ न्यु इयर भाइब दिइरहेछ पोखराले अनि वी आर स्टिल लस्ट भेटेकै छैन भने जानुपर्ने ठाउँ गाइस हामीले भेट्यौँ बल्ल बल्ल ठाउँ यही होला क्या अन्नपूर्ण गार्डन नै होला स्योर भनेर त्यो ग्राउन्ड मात्रै रहेछ के हो यहाँ सरप्राइज दिएको कि उयोभित्र छ नि साथीहरू सबैजना ल्याएर डेकोरेसन गरेर बर्थडेको सबै त्यहाँ गरेर अलि वाउ निन्द्रा लागिरहेको ओके बहिनी मेरो आउटफिट देखाइदियो मेरो गाइजहरूलाई सो दिस इज आवर आउटफिट ओके गाइज अब हाम्रो डिनर पनि आइसकेको छ आज की रात मजा